मन्दिरमा पूजाको ठाउँ साँचो कस्तो थियो त्यो मैले यिनीहरूले बनाउँछ भनेर त्यो बनाएकै ल्याएको थियो कि त्यो देखाउँदै गरिदिने भने हेर्दै गर्न पाइन्थ्यो नि त यिनीहरूको हातसँग तेरो पनिर चाहिँ बनाइदियो नि हुन्छ नि आफै किन पनिर किन बनाइसक्यो त्यो सुस्ती अनि यिनीहरूलाई हात लगाउन यहाँ ढिला भइसक्यो गुरु पहिला यो है आफ्नो पर्छ अनि फेरि चिप्लो पनि छ घरभित्र माथिसम्मै कुदाउने कि तल कुदाएको माथिसम्मै कुदाउनु पर्छ पूजा कोठासम्म जानु पर्यो निर्मला आन्टी किलाले के हो गाली गर्छिन्छ सानोलाई त्यहाँ पैसा लिने जति पनि नमस्ते गर मामालाई दुई बहिनी हिँड्दै भइहाल्यो हामी यिनीहरूलाई फुलको माला छैन फुलको माला खै अनि 5 वटा चाहियो यिनीहरूलाई आत्तिएको सबैजना आत्तिनु भएको छ किन आत्तिएको अनि
यता आऊ नि यता आऊ बिचमा आऊ बत्ती भर शङ्ख र घन्टी त्यही थाले गर्दाखेरि चाहिँ बजाउनु पर्यो घर शङ्ख त जताततै घरको वरिपरि पर्यो नि यिनलाई 3 घन्टा घुमाउनु परेन यहाँ घर घुम्ने ठाउँ खोइ त खै त अझै घुम्दा त्यो कुचो ल्याउनु अब चाहिँ के राख्नु कुचो बारे धेरै कुचो ल्याउँदा घन्टी आउँदा बजाउनु दिउँ न सँगै बजाउने अरू छैन होला त शङ्ख बनाउने छैन कुचो ल्याउनु भन्दा कुचो अर्किन छर्ने चाहिँ त जोगाएर छाने नि हुन्छ उ बाहिर जानु कुचो ल्याउनु सरसी त्यहाँ छ सरसी कहाँ छ पूजामा कुचो ल्याउनु हामी पनि ल्याउँ नानीहरू खोइ त छोरी लिएर आउँदा गुरु यता बाहिर दिनुसँग बजाइदिने एकचोटि माथितिर बढाउनुपर्छ
होइन ल्याऊ छोरी ल्याऊ ल बहिनी नि सिकारीले पढायो ससिताले पढाउने होला नि त अब त्यो मैले निकाल्नुलाई पढाउन चाहिँ मैले चाहिँ हुँदैन होला कहिले चाहिँ सिकाले पढाएर चाहिँ आउनु सिकाले होला कि कन्निकेटले होला र समान होइन है कि कन्निकेटले हो कि कसले हो यो पढाएको होइन आफ्नै घरले हो नि कन्निकेट गराउनुहुन्छ पछि लाग्न पूजा गर्ने जब गर्ने हो सबै भगवानलाई लाउने कि हजुर गुरुबाले यहाँ टिका लाउनु सबै भगवानलाई भन्नुपर्छ पूजै सकेको छैन नि टिका लगाएर बसेर पूजा गर्नु पर्यो त्यो लिएर आइज गुरुले त्यही भन्नु टिका लाउनु भने के गुरुले अघि अहिले गुरु भगवान एउटै